चाहिँ टिकटक बनाउँदैछन् गाइज हैन हेर्न सक्नुहुन्छ रमाइलो गर्दैछन् हाम्रो टुनिस चाहिँ भिडियो बनाउँदैछन् टिकटकमा हाम्रो अमर दाइ मोबाइल हेर्दै हाँस्नुभएको छ दिदीहरु वहाँ टिकटक हेर्दै हाँस्नुभएको छ गाइज सबै हाँस्दैछन् टिकटक हेर्दै कस्तो भयो टिकटक भन्दै हाम्रो ताईको ग्रेभी हाम्रो ताईहरूले चाहिँ मासु पकाउनु भएको रहेछ आज ग्रेभी हेलो दाई हेलो यता के नि हुन्न के तर हाम्रो ताईको ग्रेभी चाहिँ रेडी भयो ताईले चाहिँ बोटकोमा हाल्दै हुनुहुन्छ उहाँले बनाउनु भएको उहाँको साथीहरू गाइज हाम्रो ताईले चाहिँ धनिया टपिङ हाल्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ दाइ चाहिँ प्याज काट्दै हुनुहुन्छ पुलाउ र मासुलाई गाइज हाम्रो दाइले चाहिँ ग्रेभी बनाइसक्नु भएको छ बर्कामा हालिसक्नु भएको छ हेर्न सक्नुहुन्छ यस्तो रहेछ ग्रेभी भनेको हाम्रो दाइले चाहिँ हैन प्लेटमा पुलाउ राख्नु भएको छ हेर्न सक्नुहुन्छ र हाम्रो दाइहरुको रेडी भयो हैन चिकन करी रहेछ यो ग्रेभी भनेको यो दाइहरुले कराईमा पकाएको अनि चाहिँ यो चाहिँ राइस भयो पुलाउ आज हामीलाई चाहिँ दाइहरुले चाहिँ डिभाइड गरेर दिनुभएको हाम्रो भागमा परेको यो खाना दाइहरुले चाहिँ पकाएर भ्याएर टेस्ट हान्दै हुनुहुन्छ सबैजनाले डिभाइड गरेर दाइ मिठो भयो मिठै भएको र हेलो गाइज हाम्रो दाइहरु चाहिँ हैन कुकिङ क्लास सकेर जानुभयो है हामी चाहिँ अब सुसी क्लासको सुरु हुँदैछौँ मैले गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ सुसी राइस आज मैले पकाएको डढे छ हैन अब यो बन्दा भइहाल्यो यो गाजर क्यारोट एभोकाडो बन्दा यो चाहिँ डढेको भात हाम्रो मनिषाले चाहिँ खाँदै छैन हैन सुसी राइसकै डढेर आकाशले नि आकाशलाई चाहिँ एकदम डढेको भात मनपर्छ अरे हैन गाइज हेर्न सक्नुहुन्छ मनपर्छ हैन मनपर्छ हाम्रो मनिषा त त्यसै मन पर्ने भयो हैन अघि पनि कुकिङ क्लासकोले एकदम मिठो पुलाउ र मासु दिएका थिए मिठो बान्दै खायौँ हामीले दाइहरु चाहिँ जानुभयो हामी चाहिँ डढेको भात खाँदैछौँ अब गाइज हाम्रो आकाशले चाहिँ भात मोल्दैछन् सुसी राइस कमन गाइज हाम्रो चाहिँ सुजलले चाहिँ यहाँ बन्दाहरू निचार्दैछन् बन्दा र गाजर हाँसिरहेको छन् टेम्पुरा अझै चिसो पानीमा हाल्यो भने अझ राम्रो बनेछ त हाम्रो सरले चाहिँ सुसीको डिजाइन बनाउनु भयो सुसीमा राख्नु डिजाइन के सुसी बनाइसकेपछि यो प्लेटिङको लागि अब सुसी अघिलाई चाहिँ एउटा बाटामा पानी हाल्यो पानीमा डुबाएर राख्नुपर्छ नत्र ओइलायो भने फेरि यहाँ सुसी हाल्यो त्यहाँ साइडमा हाल्यो त्यसरी राखिदिन्छ पिठो हामी यसमा जे रहन्छ नि त्यसबाट चाहिँ हामी थोरै त्यो त अलिक धेरै होला खाली हुनु पर्यो यो चाहिँ बाक्लो खाली हुनु पर्यो है मान्छे यो फुल्ली चाहिँ नहाल है त्यहाँ चाहिँ सुसी बनाउनु लाग्छ होइन गाइज हेर्न सक्नुहुन्छ उहाँ चाहिँ आकाश उहाँ चाहिँ सुसी त्यो चाहिँ सुसी राइस अब हामीले सुसी राइसबाट सुसी बनाउँदैछौँ त्यहाँ चाहिँ नुरीमा भात हालिरहेको छन् के पनि दियोस् पाउरोटी ब्रेड पिनिरहेको छु त्यो चाहिँ फिलिङ्स फोर्दैछन् आकाशले पनि फिलिङ्स फोर्दैछ सिधा मिलाएर राख है फेरि काट्दाखेरि बिग्रिन्छ यिनीहरू चाहिँ फिलिङ्स राम्रो राख्दैछ मनिषाले सिकाउनु लाग्छ
अझै अझै गर गर चिप्लो हुन्छ फेरि यस्तो फिलिङ सबै अचार फिलिङ सबै अचार के अहिले यस्तो भयो गाइज हेर्न सक्नुहुन्छ आकाशले बनाएका नहेरेर के लगाएर तल हो त्यो फिनिसिङ तल मजाले यहाँ दबाब अब यिनको चाहिँ कस्तो हुन्छ सिधा बनायो यताबाट प्रेस भने यताबाट पनि गर्नु पाइयो है ल तेल तताउ त्यहाँ गाई चाहिँ होइन तेल तताउनु लाग्यो अब यहाँ सुसी फ्राई गर्ने अरे अहिले सिधा भएन आकाश सिधा भयो मन छ र त्यो तेल ग्यासमा त्यो त फुट्छ अहिले यसले चाहिँ अब सुसी प्रेस गर्नलाई गाई यो अरे अन्त मिल्दैन कहितिर लतपताउ सबैतिर लाग्छ माथि माथिबाट नि हाल्छ गरेर चाहिँ यो कटिङ हाल्यौँ गाई त्यही होइन मिठो भन्छ सुसी त्यही भएर खाँदै हुनुहुन्छ हाम्रो साथीले चाहिँ सुसी बनाएर सक्यो होइन यस्तो भयो सुसी लास्टमा मिसिङ भयो होइन गाई साथीले बनाएका हामीले पनि बनायौँ कस्तो भयो सुसी गर यो दाइहरू खाना आउनु भयो नि दाइ हाम्रो मनिषाले चाहिँ भाडा बस्काइ चाहिँ तिनतिर बस्काएको थिएँ होइन गाइस हाम्रो आकाश र सुशीलले नि भाडा धस्काएका मैले चाहिँ पोचो लाएर बढाएँ आकाश कस्तो भयो यिनीहरू त भ्याइसकेछन् यिनीहरू चाहिँ राम्रो भाडा गरेन बढाएर पुसेको मैले पुलिसको सान्दो रहेछ देखाइदियो ठाउँमा हाम्रो दाइ चाहिँ होइन एङ्जाकोटबाट आउनुभएको माथि गाउँपालिका 11बाट ए 3 रहेछ मेरो मामाहरू माथि गाउँपालिका 11 हो भाचोको कि त्यो वार्चोक भन्ने ठाउँमा हो मेरो मामाको दाइले चाहिँ नान्सिक नाम भएको ह्याप्पी माघे सङ्क्रान्ति है दाइ माघे सङ्क्रान्ति दाइ ह्याप्पी माघे सङ्क्रान्ति त्यही हाम्रोको क्लास बिचरा एकजना मात्रै लेडिज छन् त्यही पनि उनलाई मात्रै काम दिलाउँछन् छुटिराखेकी छन् मासु यो दाइहरू चाहिँ एकदम हावा हाँसेको गर्ने दाइहरू होइन कस्तो अरे र यो चाहिँ हाम्रो डे क्लासको अघि पनि बिहान भ्लग बनाएको चाहिँ मर्निङ क्लासको तिमी गएको सुसी नआइकिन सुसी खाऊ ल हामीले सुसी बनाएर भ्यायौँ हाम्रो रेडी भयो गाइज होइन अब हामी घर जाने एकछिनमा अब हामी घर जाने टाइम भयो हाम्रो दाइ चाहिँ नान बनाउनु लाग्नुपर्छ सबैलाई माघे सङ्क्रान्ति ह्याप्पी माघे सङ्क्रान्ति सेफ्टी हो भन्नु न बर्थडे होइन कि माघे सङ्क्रान्ति आज म कसको ब्लग छ यहाँ भनौँ त नाम म घर घर सब्सक्राइब हान्छु छैन तिम्रो किन अब हामी घर जाने बेला भयो होइन अहिलेसम्मको भ्लग चाहिँ कस्तो भन्छ सबैजनाले हेरेर राम्रो नराम्रो भएको कमेन्टमा गरेर भनिदिनु होला भन्न चाहन्छु अब चाहिँ हामी घर जान लाग्यो होइन बिहान 7 बजीसम्म त आएको अब 2 बजीसम्म अब घर जाने गाइज होइन क्लासको दाइहरू बिहानको दाइहरू जानुभयो र सुसी क्लास पनि त्यही हो गाइज होइन ह्याप्पी माघे सङ्क्रान्ति भन्नु न यति राम्रो फोटो खिच्नुहुन्छ होइन गाइस दाइलाई ह्याप्पी माघे सङ्क्रान्ति भनेको उहाँले चाहिँ लजाएर एन्सर दिनु भएन
भर्दै भयो अति राम्रो